यो प्रताप मल्लको शासनकालको कुरा हो। कान्तिपुरमा पानीको मुहान ल्याउनको लागि राजाले किसान र श्रमिकहरूलाई बुढानीलकण्ठतिर पठाए। मुहान खन्दै जाँदा उनीहरूले जमिन मुनि अनौठो कुराहरू भेटे। माटोभित्र लुकेका ती वस्तुहरू असाधारण थिए, जस्तो लाग्थ्यो कसैको अङ्ग प्रत्यङ्गहरू हुन्। हात, टाउको, खुट्टा एक एक गर्दै प्रकट हुन थाले। भय र विस्मयले भरिएका ती किसानहरू तुरुन्तै दरबारमा पुगे र राजालाई खबर गरे। अब के गर्ने त महाराज भनी जिज्ञासापूर्वक उनीहरू राजालाई सोध्न थाले। राजाले ती भेटिएका सबै अङ्ग प्रत्यङ्गहरू दरबारमा ल्याउने आदेश दिए। राजा प्रताप मल्ल स्वयं तन्त्रविधामा निपुण, ध्यान र साधनामा लीन रहने एक अद्वितीय व्यक्तित्व थिए। उनले ती अङ्गहरू हेर्ने बित्तिकै चिने र उनले भने, यो कुनै साधारण शरीरका अवशेष होइन, यो त काल भैरवका दिव्य अंशहरू। त्यसपछि राजा प्रताप मल्लले हनुमान ढोकाको जयस्थलमा काल भैरवको प्रतिमा प्रतिस्थापित गरे। काल भैरव समयका रक्षक, न्यायका अधिष्ठाता। त्यस युगमा देशको नियम उल्लङ्घन गर्ने, चोरी डकैती वा अपराधमा संलग्न हुने व्यक्तिहरूलाई काल भैरवको सामु ल्याए। जनविश्वास थियो कि यदि कसैले काल भैरवको अगाडि झुट बोल्यो भने सत्यको अग्निले उसलाई सहँदैन र रगत छालेर केही मृत्युवरण। यसरी काल भैरव केवल देवता मात्र नभई राष्ट्रको न्यायको जीवित प्रतीक बने। काल भैरवको मूर्तिमा गहिरो दर्शन लुकेको छ। उनको विशाल कालो प्रचण्ड स्वरूप देख्दा धेरैलाई भय लाग्न सक्छ, तर ध्यान दिएर हेर्दा त्यो अनुहारमा हल्का मुस्कान झल्किन्छ। एक आश्वासन, एक सुरक्षा, एक अदृश्य सान्त्वना। उनका चरण मुनि रहेको बेताल कुनै व्यक्ति होइन, त्यो त मानव मनभित्र पलाउने रिस, राग, द्वेष, मोह जस्ता नकारात्मक भावना र क्रियाको प्रतीक हो। त्यो सन्देश हो कि यी भावनाहरूलाई सधैँ आफूमा दबाएर नियन्त्रणमा राख्नुपर्छ र कहिल्यै आफूलाई त्यसको दास बन्न दिनु हुँदैन। आज पनि काठमाडौँको मुटुमा काल भैरवको प्रतिमा उस्तै अडिग उभिएको छ। न्यायको अमिर प्रतीक, समयको साक्षी र सत्यको निडर रक्षक काल भैरव।